यो चाहिँ एनईबीले 2083 को ग्रेड इन्क्रिमेन्ट एक्जामिनेसनमा सोधेको क्वेशन सल्भ द डिफरेन्शियल इक्वेसन यो 3 मार्क्समा सोधेको छ र इक्वेसन चाहिँ यहाँ छ यसलाई अब हामी सल्भ गर्दैछौँ पहिले यसमा सिम्पल यसको ब्र्याकेट खोल्दिम ब्र्याकेट खोल्दा x dy प्लस 3y स्क्वायर dy प्लस y dx इज इक्वल टु 0 हुन्छ अब यसको प्याटर्नहरु हामीले हेर्यौं भने यो दुईटालाई एक ठाउँमा राख्दियो भनेदेखि यो चाहिँ एक्ज्याक्ट डिफरेन्शियल इक्वेसन हुन्छ त्यसकारण x dy प्लस y dx लाई यसरी ग्रुपिङ गर्दिम अनि प्लस 3y स्क्वायर dy इज इक्वल टु 0 गर्दियौं अब यो चाहिँ एक्ज्याक्ट डिफरेन्शियल इक्वेसनको फर्ममा भयो र यसको फर्मुला चाहिँ dxy हुन्छ प्लस 3y स्क्वायर dy is equal to 0 अब यति गरिसकेपछि दुवैतिर इन्टिग्रेसन लगाइदियौं इन्टिग्रेटिङ बोथ साइड्स दुवैतिर इन्टिग्रेसन लगायौं भने यो इन्टिग्रेसन dxy प्लस यो 3 लाई इन्टिग्रेसन भन्दा अगाडि लेख्न मिल्छ अनि y स्क्वायर dy इक्वल टु 0 dx और अब इन्टिग्रेसन र डेरिभेटिभ सँगै आइसकेपछि यो चाहिँ xy मात्रै हुन्छ प्लस यो अगाडिको 3 छ र y स्क्वायर को इन्टिग्रेसन भनेको y क्यूब बाइ 3 इक्वल टु 0 को इन्टिग्रेसन भनेको कन्स्ट्यान्ट भयो त्यसमा 3 र यो 3 क्यान्सल भयो र हाम्रो आन्सर आउँछ xy प्लस y क्यूब इज इक्वल टु c यसरी हामी यस्तो डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्न सक्छौं